त्यसमाथि अब केही पनि भयो भने भोलि फेरि एउटा सेसन छ त्यसमा डाउनलोड क्लियर गरेर इन्टरप्टेड पार्टमा चाहिँ हामी सुरु गर्छौँ। शिक्षक साथीहरूलाई के नमस्कार। आज मेरो यो शीर्षक छ टिचिङ म्याथमेटिक्स इन टिप्याक फ्रेमवर्क। अब यो टिप्याक सम्बन्धी जानकार कतिजना शिक्षकहरू हुनुहुन्छ होला? अहिले यसो जान्न जिज्ञासा भयो। टिप्याक सर हुनुहुन्छ एकजना, सरले यसो थोरै भनिदिनु न। मैले चाहिँ टेक्नोलोजी, पेडागोजी अनि कन्टेन्ट नलेज सम्बन्धी एउटा आइसिटी मोडेल हो। दिस इज वान अफ द आइसिटी मोडेल। इन्टिग्रेसन आइसिटी इन्टिग्रेट गरेर पढाउनु। So all these are the interrelated. We must have the knowledge of technology also, as well as how we have to integrate technology in pedagogy. That's also we need it. Similarly, content knowledge. So to be the teacher, the first things obviously content knowledge is needed. Then after we need to know the how to integrate technology in content. And similarly in pedagogical skill also method. So ICT method we can use. So this is okay. Thank you. Sorry, also TPEP stands for technology, pedagogy र content knowledge. यिनीहरूलाई ब्यालेन्स रूपमा पढाउन सक्यो भने अहिले 21st सेन्चुरी स्किल हामीले डेभलप गर्न सक्छौँ विद्यार्थीमा र 5E इन्स्ट्रक्सन मोडलमा पनि हामीले पढाउन सक्छौँ। अब यो कुराहरू डिटेलमा भोलि भन्नुलाई मैले आउटलाइनमा चाहिँ भने अब यो टिप्याक फ्रेमवर्कमा पनि हामीले टेक्नोलोजीलाई आइसिटीलाई यसको हेल्पिङ टुल, स्क्याफोल्डिङ टुलको रूपमा राख्यो भने आइसिटी मात्रै प्रयोग गरेर पनि शिक्षक सिकाइ प्रभावकारी हुँदैन। त्यसको लागि त्यसले स्क्याफोल्ड गर्ने, यसो सपोर्ट गर्ने, त्यसलाई इन्टरेक्टिभ गराउने मात्रै हो। त्यही भएर यो टिप्याक फ्रेमवर्कमा हामीले दुईवटा इन्टरेक्टिभ टुलहरू, एउटा डेस्मस र जियोजेब्रामा कोअर्डिनेटर ट्रान्सफर्मेसनलाई कसरी डाइनामिक बनाएर पढाउने होइन, त्यो गर्दाखेरि के हुन्छ, त्यसको आउटपुट कस्तो आउँछ विद्यार्थीमा। यो रिसर्च भएकै कुरा हो, राम्रै आउँछ भन्ने कुरा त भइसकेको छ। तर पनि हामीले यही कुरा हामीले यहाँ सिक्छौँ, हाम्रो मेरो शिक्षणमा कति कुराहरू सिक्छौँ र त्यसलाई विद्यालयमा यहाँहरूले अवश्य पनि इन्डिकेट गर्नुहुन्छ भन्ने मेरो इच्छा छ। थोरै थ्योरी छ, म अलिकति थोरै कुरा सरले त केही जानकारी दिनुभयो, त्यसमा अलिकति केही कन्टेन्ट हुन्छ, त्यसपछि हामी यहाँलाई है। अब अर्को म यहाँ पोइन्टर देख्छ ल सरले भने जस्तै हेर्नु त त्यही हो। टिप्याक भनेको त्यही हो, टेक्नोलोजी नलेज। अब यसमा हामीले डेस्मस र जियोजेब्राको अलिकति त्यस बारेमा क्लियर सिक्छौँ। अनि पेडागोजी मिन्स हाउ टु टिच होइन, डिजाइन फर्मेटिङ होइन, स्क्याफोल्डिङ सपोर्टिङ कुरा हो। यो पेडागोजीमा त यहाँहरू अझ त्यसै के हुनुहुन्छ, एजुकेसन ब्याकग्राउन्डबाट हुनुहुन्छ, सबैलाई त्यो जानकार छ। त्यसमा म त्यति जान्दिनँ। त्यसपछि कन्टेन्ट नलेज, विदाउट कन्टेन्ट टिचिङ त सम्भव छँदै छैन। पहिलो कुरा मेरो फर्स्ट इन्ट्रेस्ट पनि त्यही हो, कन्टेन्ट पहिला जान्नुपर्छ। पहिलो प्रायोरिटी मैले पनि कन्टेन्ट गर्छु, कन्टेन्ट हुनुपर्छ। त्यसपछि कन्टेन्ट भएपछि त्यही कन्टेन्टलाई डेलिभरी गर्न पेडागोजी चाहियो त्यसलाई। अनि त्यसैलाई अलिक इन्टरेक्टिभ र अलिक इन्ट्रेस्टिङ गराउनुको लागि हाम्रो म्याथमा स्पेसली टेक्नोलोजी इन्टिग्रेट गर्नैपर्छ, आइसिटी इन्टिग्रेट गर्नैपर्छ, अनि मात्रै म्याथमेटिक्स इफेक्टिभ हुन्छ भन्ने मेरो सिद्धान्त हो।
त्यसैले टिपेट फ्रेमवर्कमा हामीले कसरी पढाउने भन्ने कुरा हामीले सिक्छौँ र विशेष गरी यो टिपेट फ्रेमवर्क भनेको लगभग 2000 देखि अलिकति यसको कन्सेप्ट आएको हो र टिपेट फ्रेमवर्कमा विशेष गरी पुण्य मिश्र एन्ड म्याथ्री ट्रेलरले मेटिकन स्टेट युनिभर्सिटीमा 2006 देखि 2008 सम्मको रिसर्चबाट 2008 मा उहाँहरूले रिसर्च गरेर यसको इम्पोर्टेन्स यसको प्रभावकारिताबारे बाहिर ल्याउनु भएको थियो। त्यही भएर यो त्यसपछिका दिनहरूमा यसरी नै पढाउनुपर्छ भनेर वेस्टर्न सोसाइटीमा हामीले टिपेट फ्रेमवर्कमै पढाएको पाउँछौँ र यसका लागि म एउटा सानो एक्टिभिटी छ हेर्नु है त। यो एउटा लोगो म प्रस्तुत गर्छु। यहाँहरूमध्ये कसलाई यो लोगोको बारेमा यसो जानकारी छ? मलाई एकचोटि हात उठाएर एन्सर दिनु होला है। ओके, मेरैको यो त लोगो आएन। यो केको लोगो होला हजुर? जियोजेब्रा एकदम फ्यामिलियर हुनुहुँदैछ। यहाँहरूको लागि एउटा ताली। ल जियोजेब्रा कतिजनाले इन्डिकेट गर्नुभएको छ क्लासमा? एकचोटि भन त। मैले सुनेको थिएँ यहाँ केही साथीहरूले जियोजेब्रा मार्फत पढाउनुहुन्छ भन्ने सुनेको थिएँ। सरलाई धन्यवाद छ। उहाँहरूले पनि जियोजेब्रा ट्राई गर्नुहुन्छ। अरू साथीहरू ठिक छ। अब यहाँ यसको बारेमा पनि हामी पढ्छौँ र सरहरूले अब यहाँ मैले प्रशिक्षण गर्दाखेरि सरहरूले सहयोग गरिदिनु होला अनि साथीहरूलाई पनि त्यो भयो भने अलिकति प्रभावकारी होला। यो के को होला? डेस्मोस। यो डेस्मोस हो। यो डेस्मोस पनि हामीले अलिकति इन्डिकेट गर्छौँ कसरी यसका फङ्सनल टुलहरू कसरी चलाउने र यो हाम्रो त्यही मेनली मेरो फोकस चाहिँ ट्रान्सफर्मेसन कोअर्डिनेट नै हुनु त। त्यसपछि कोअर्डिनेट जोमेट्रीको केही पार्टहरूमा म यही एपहरूमा रहेर यहाँहरूलाई प्रशिक्षण गर्छु, केही सिकाउनेछु। प्रशिक्षण यहाँले मेरो आइडियाहरू सेयर गर्नेछु। यहाँले लिनु भएन त्यो कुरा त्यही होला होइन। मैले पढाउनु छु भन्दिनँ। पढाउनु त हामीले पढाउने पनि होइन, क्लासमा पनि हामीले पढाउने होइन, हामीले त सहजीकरण गरिदिने हो। इभन शिक्षकहरूले पनि अहिलेको समयमा त्यही नै हो। अब त्यसपछि डेस्मोस भने अनलाइन एप हो। अब यो जियोजेब्राको लागि एउटा यहाँको मेरो अनुरोध, जियोजेब्रा सफ्टवेयर यहाँहरूले जियोजेब्रा क्लासिक भनेर डाउनलोड गर्नुभयो भने अझै सहज हुन्थ्यो। जियोजेब्रा क्लासिक भनेर एउटा अथवा जियोजेब्रामा डाउनलोड गरेर आउनुभयो भने यहाँ हामी त्यसमा अझै एक्सप्लोर गर्न अलिक सहज हुन्छ। यहाँ डाउनलोड गर्दै समय लाग्छ। यहाँको घरमा नेट एक्सेस होला, त्यो डाउनलोड गरेर आउनुभयो भने हामीले यहाँ सजिलो तरिकाले गर्न सक्छौँ है त। अनि डेस्मोस भने अनलाइन नै हो। डेस्मोसको मतलब यहाँ अब भयो भने केही डाटा प्याक भयो भने फेरि डेस्मोसका केही सबल पक्षहरू छन् जुन चाहिँ नि जियोजेब्रामा र जियोजेब्राका केही सबल पक्षहरू छन् जुन डेस्मोसमा छ। त्यो भएर जुनमा हामीलाई सहज हुन्छ, दुवै हामी सिक्छौँ। जति समयले साथ दिन्छ त्यही अनुसार हामी गर्छौँ। अब डे फर्स्टमा यो बुझ्छौँ हामी विल अन्डरस्ट्यान्डिङ अफ दिस एप्लेट अनि फाउन्डेसन के हो, थ्योरी टिप्याक मोडलको के हो, अनि सफ्टवेयर टुल्सहरू हामीले अलिकति मैले भनिसकेँ। त्यसपछि D2मा खास यस्तो थियो हाम्रो यो, अनि प्र्याक्टिकल एप्लिकेसन अफ द एक्टिभिटिज गर्ने भनेको थियो। अनि डे 3मा अब पेडागोजिकल स्किल त्यही कुरालाई कसरी पेडागोजीसँग जोड्ने यही कुरा थियो। त्यसपछि हामीले फिडब्याक यति नै हो। यसले यो कसरी हाम्रो 21st सेन्चुरी स्किलसँग जोडिन्छ र यसरी 5E मोडल, इन्स्ट्रक्सन मोडल अथवा 5E इन्स्ट्रक्सन मोडल कसरी इन्डिकेट हुन्छ, अनि 4Cको कन्सेप्ट कसरी यसमा हामीले एप्लाई गर्न सक्छौँ यो दुईवटा एप्लिकेसनबाट भन्ने कुरा भोलि त्यसलाई निर्णय गर्छ। आजको लागि यति। सरहरूको यो अमूल्य समयको लागि हार्दिक धन्यवाद पनि व्यक्त सर बोरा सुरेन्द्र सर आउँदैछन्।
तपाईँ ग्रुपमा काम गर्नुभयो अनि विशेष गरी सरहरूलाई अब होइन हामीलाई यो पाठ अझै राम्रोसँग भन्ने हुन्छ यस्तो हाम्रो सिक्ने इच्छा छ भन्ने जस्तो लागेको छ भने सरले आजै भन्दा अझै मलाई सहज हुन्छ किनभने अब यो गरिसकेको कुरा कति छ भने जस्तो पनि लाग्छ क्या कति गरिसकेका कुराहरू अब रुचि नभई गर्दाखेरि त्यति सोच्दैन भने यति पाठहरू हामीलाई भयो भने हामी हुन्थ्यो भने जस्तो छ भन्नु होला है त्यसमा दिइकन प्रस्ताव राख्दा भोलिको समय ठ्याक्कै 10 बजेदेखि हो अब यता तलमाथि अगाडि कतै 10 बजे सुरु गरेर उता 4 बजे हो एकदम 10 बजे आउने 4 बजे नै छ आज त अलिक ढिला भयो अब यहाँ कलर पनि आउनुभयो गोरा Thank you.